छैन है साथीहरु तपाईकोमा। ओके, यो चाहिँ पाँचौं तहको लागि है। हामी आज छौं त्यसपछि हामी अब स्ट्रक्चरल डिजाइन भनेर है के। स्ट्रक्चरल डिजाइन भनिसकेपछि यसबाट हामीले हेर्दाखेरि यो टपिक्सबाट अब्जेक्टिभ क्वेशन पनि सब्जेक्टिभ क्वेशन पनि आइराको देखिन्छ। अलिकति यो डिजाइनको पार्ट पनि भएको कारणले गर्दा डिजाइनसँग रिलेटेड थ्योरीहरु पनि सोधिरहेको हुन्छ र यो च्याप्टरमा हामीले पढ्ने भनेको और यो टपिक्समा चाहिँ हामीले पढ्ने भनेको प्योरली आरसीसी को बारेमा पढ्छौं है। प्योरली आरसीसी को बारेमा हामी पढ्छौं। यसलाई भनिन्छ स्ट्रक्चरल डिजाइन भनेर है। पाँचौं तहको संघको आइदर बागमती प्रदेश लुम्बिनी अरु कुनै अरु प्रदेशहरुको कुरा गर्दाखेरि यो च्याप्टर चाहिँ च्याप्टर 6 भनेर राखेको छ है। ओके, ल त्यसो भने हामी अब स्ट्रक्चरल डिजाइनमा यो चार तहमा पाँचौं तहको लागि है। त्यहाँ मलाई धेरैले क्वेशन सोधिरहनु भएको छ। स्ट्रक्चरल डिजाइन भनेपछि पाँचौं तहमा छ है त। ल म अब तपाईहरुलाई क्लास सुरु गर्दै गर्दा बेसिक कुराबाट सुरु गर्छु। सबभन्दा फर्स्टमा चाहिँ स्ट्रक्चरल डिजाइन भनिसकेपछि आरसीसी भनेर पढ्दै गर्दा त्यो आरसीसी को कन्सेप्ट चाहिँ कसरी आयो त भन्ने कुरा चाहिँ म बेसिक लेभलबाट सुरु गर्छु है। जस्तो अहिले एउटा सिम्पल इक्जाम्पल जसलाई मैले यहाँ कन्सेप्ट अफ आरसीसी भनेर राखे है। कन्सेप्ट अफ आरसीसी, यो आरसीसी भनेको के हो, यसको फुल फर्म के हो भन्ने लगायतका कुराहरू त आइ नै हाल्छ। पहिला बेसिक लेभलबाट हामी सुरु गरौँ। अब सपोज मानौ, ध्यान दिनु होला सबैजनाले, सपोज मानौ हामीसँग एउटा सिम्पली सपोर्टेड बीम छ है। यस्तो टाइपको सिम्पली सपोर्टेड बीम छ। यो सिम्पली सपोर्टेड बीममा बीचमा लोड लाग्यो, लेट पोइन्ट लोड लाग्न पनि सक्छ, आइदर यूडीएल पनि हुन सक्छ है। डिफरेन्ट टाइपको लोड लाग्दाखेरि मानौ सपोज यो चाहिँ अहिले पोइन्ट लोड भनेर लागेको छ पी भनेर। अब हेर्नुस् त साथीहरु, यस्तो टाइपको लोडको कारणले गर्दा यो बीमको डिफ्लेक्सन चाहिँ कुन वेमा हुन्छ भन्ने तरिकाबाट हामी स्टार्ट गर्छौं। त्यो भनेको ओरिजिनल लाइन यो भयो है। ओरिजिनल्ली चाहिँ यसरी बसेको छ भने यो लोडको कारणले गर्दा के हुन्छ, अब यो डिफर्म हुन्छ। लोडको कारणले गर्दा के हुन्छ, डिफर्म हुन्छ। डिफर्म भइसकेपछि यसलाई अब रियलमा सर्ट एन्ड क्रस सेक्सनको बीम हुन्छ, तर हामीले एउटा लाइन मात्रै लगाएका छौं भने त्यसलाई न्यूट्रल एक्सिस भनिन्छ है। हो, यसलाई के भनिन्छ, दिस वान इज द न्यूट्रल एक्सिस भनेर। यसलाई चाहिँ न्यूट्रल एक्सिस भनिन्छ भने अब यो न्यूट्रल एक्सिस भनेको एउटा लाइन डायग्राम हो, एउटा लाइन हो है। त्यो लाइन चाहिँ लोड लागिसकेपछि त्यसको डिफ्लेक्सन कसरी हुन्छ भन्दाखेरि अब्भियसली पहिला यसरी बसेको बीम हेर्नुस् है, ओरिजिनल्ली यसरी होरिजेन्टल्ली भएर बसेको बीम अब के हुन्छ, यो प्याटर्नमा के हुन्छ, यसको डिफ्लेक्सन हुन्छ है। हो, यो चाहिँ अफ्टर डिफ्लेक्सन, न्यूट्रल एक्सिस यो भनेको के भयो, अफ्टर डिफ्लेक्सन। डिफ्लेक्सन पछि कसरी बस्यो हेर्नुस् त, डिफ्लेक्सन पछि चाहिँ बेन्ड भएर बस्यो, कर्व भएर बस्यो है। यसरी कर्व पाथमा बस्यो भने अब के देखियो भन्दाखेरि यो लाइनबाट हामीले हेर्दा यस्तो टाइपको बीम छ हेर्नुस् त। यस्तो टाइपको बीम छ भने माथिबाट लोड लगाउँदाखेरि यस्तो टाइपले खुम्चेर बस्यो नि यो है। यस्तो टाइपले खुम्चेर बस्दै गर्दाखेरि माथिको पार्ट चाहिँ खुम्चिरहेको छ, तलको पार्ट चाहिँ तन्किरहेको छ। हेर्नुस् त, माथिको पार्ट चाहिँ यो पार्टमा हेर्नुभयो भने यस्तो टाइपले थियो, अब यो चाहिँ डिफर्म भएर यसरी बस्यो भनेपछि माथिको पोर्सन चाहिँ कम्प्रेसनमा गएको छ, तलको पोर्सन चाहिँ टेन्सनमा गएको छ भनेपछि यो न्यूट्रल एक्सिस भन्दा माथिको पार्ट चाहिँ कम्प्रेसनमा, न्यूट्रल एक्सिस भन्दा तलको पोर्सन चाहिँ केमा छ, टेन्सनमा छ। जसमा सी भनेको के रहेछ हेर्नुस् त, कम्प्रेसन है। सी भनेको कम्प्रेसन हो, टी भनेको के हो, टेन्सन हो है। सी भनेको कम्प्रेसन र टी भनेको टेन्सन भइसकेपछि अब हामीले यो बीमलाई रियल बीमसँग कम्प्यारिजन गर्दा हेर्नुस् है, रियल बीम भनेको सपोज सर्ट एन्ड क्रस सेक्सनको बीम हुन्छ है। सर्ट एन्ड क्रस सेक्सन हुन्छ। सर्ट एन्ड क्रस सेक्सन भनेको त्यसको सर्ट एन्ड विड्थ पनि हुन्छ, त्यसको सर्ट एन्ड डेप्थ पनि हुन्छ है। अब यो हामीले लिएको न्यूट्रल एक्सिस भनेको एक्ज्याक्टली यहाँ पनि लाई गर्दैन, यहाँ पनि लाई गर्दैन, तर यता कतै बीचतिर लाई गर्छ है। सपोज मानौ यहाँनिर लाई गर्यो, यसलाई मैले के भने, न्यूट्रल एक्सिस भनेर है। यो भनेको बीचतिर न्यूट्रल एक्सिस लाई गर्यो भने अब यहाँ हामीले बुझ्नुपर्ने कुरा के छ भन्दा एउटा लाइनलाई लिएर हामी चाहिँ एनालाइसिस गर्दै गर्दा त्यसलाई रियल बीमसँग कम्प्यारिजन गर्दा त्यो न्यूट्रल एक्सिस भन्दा माथि कम्प्रेसन आउँछ, न्यूट्रल एक्सिस भन्दा तल
है न्यूट्रल एक्सिस भन्दा तल चाहिँ हामीले के भन्छौं टेन्सन भन्छौं है यो चाहिँ न्यूट्रल एक्सिस भन्दा तल चाहिँ टेन्सन आइराको छ भने अब यसलाई चाहिँ हामीले बुझ्नको लागि दुईटा मटेरियलको कुरा गरौं एउटा कंक्रीट हेर्नुस् त एउटा कंक्रीट त्यस्तै गरी अर्को भनेको स्टील भनेर कंक्रीटको प्रोपर्टिजको कुरा गर्दाखेरि कंक्रीट भनेको कम्प्रेसनमा स्ट्रङ है यो भनेको स्ट्रङ इन कम्प्रेसन ओके स्ट्रङ इन कम्प्रेसनमा चाहिँ कंक्रीट स्ट्रङ हुन्छ तर टेन्सनमा के हुन्छ वीक इन टेन्सन है वीक इन टेन्सन भनेर टेन्सनमा चाहिँ यो वीक हुन्छ किन भन्दा तन्काउँदाखेरि तन्किदैन ब्रिटल नेचरको हुन्छ च्वाट्ट फुट्छ कंक्रीट भनेको स्टील भनेको डक्टाइल मटेरियल हो डक्टाइल मटेरियल भएको कारणले गर्दा स्ट्रङ इन टेन्सन हुन्छ है साथीहरु टेन्सनमा चाहिँ यो के हुन्छ स्ट्रङ हुन्छ अब त्यसो भए सबैजनाले कन्सेप्ट बुझ्नुस् हामी यो चाहिँ जस्ट मैले मटेरियलको कुरा गरे एउटा कंक्रीट र एउटा स्टीलको मटेरियलको कुरा गरे अब यो बीमसँग हामी कम्प्यारिजन गर्दै जाँदा यहाँनिर बुझ्नु होला यदि मानौ सपोज हामीले यो पुरै कंक्रीटको मात्रै बनायौं भने हेर्नुस् है यो कंक्रीटको मात्रै बनायौं भने न्यूट्रल एक्सिस भन्दा माथि त कम्प्रेसन फोर्स आको छ हो यो न्यूट्रल एक्सिस भन्दा माथि भएको कंक्रीटले त यो कम्प्रेसन फोर्स लिन्छ बिकज कंक्रीट इज स्ट्रङ इन कम्प्रेसन यो चाहिँ कम्प्रेसनमा स्ट्रङ भएको कारणले गर्दा न्यूट्रल एक्सिस भन्दा माथि भएको कंक्रीटले चाहिँ त्यो कम्प्रेसन लोडलाई रेजिस्ट गर्न सक्छ तर न्यूट्रल एक्सिस भन्दा तल त टेन्सन फोर्स आको छ हो यो टेन्सनलाई रेजिस्ट गर्न त कंक्रीटले सक्दैन किन भन्दाखेरि वीक इन टेन्सन कंक्रीट भनेको टेन्सनमा वीक हुन्छ अब के गर्नु पर्यो त हामीले भन्दाखेरि कम्प्रेसनमा त कंक्रीट स्ट्रङ भइहाल्यो अब यहाँ तल कंक्रीट भए तापनि न्यूट्रल एक्सिस भन्दा तल कंक्रीट भए तापनि त्यो कंक्रीटले त टेन्सन फोर्स लिन सक्दैन हो त्यही टेन्सन फोर्सलाई रेजिस्ट गर्नको लागि अब के गर्नु पर्यो टेन्सनमा स्ट्रङ भएको मटेरियल चाहिँ यहाँ राख्नु पर्यो टेन्सनमा स्ट्रङ भएको मटेरियल भनेको त स्टील छ हो त्यो भएको कारणले गर्दा अब यो टेन्सन फोर्सलाई रेजिस्ट गर्नको लागि हामीले एडिसनल अर्को मेम्बर थप्नु पर्ने रहेछ त्यसैलाई भनिन्छ हेर्नुस् त स्टील भनेर स्टील भनेको यसलाई हामीले के भन्छौं एरिया अफ स्टील इन टेन्सन भनेपछि अब यहाँ युज गरेको स्टीलले चाहिँ टेन्सन फोर्स लिन्छ यहाँ भएको कंक्रीटले चाहिँ कम्प्रेसन फोर्स लिन्छ एन्ड दिस कम्पोजिट स्ट्रक्चर कन्सिस्टिङ अफ स्टील एन्ड कंक्रीट इज नोन एज रेनफोर्स सिमेन्ट कंक्रीट यसैलाई चाहिँ फिगरमा हामीले के भन्छौं आरसीसी भनेको यही हो आरसीसी भनेको यही हो हेर्नुस् है कन्सेप्ट के रहेछ भन्दा किन डन्डी चाहिन्छ आरसीसी मा why need to provide the reinforcement bar in RCC भन्यो भने के भन्नु पर्यो भन्दाखेरि टेन्सन फोर्सलाई चाहिँ इन्क्रिज गर्नको लागि टेन्सनमा चाहिँ स्ट्रङ बनाउनको लागि we have to insert the reinforcement bar on the tension side कम्प्रेसन साइडमा होइन हामीले कहाँ राख्नु पर्यो टेन्सन साइडमा चाहिँ डन्डी राख्नु पर्यो अब यो डन्डीले चाहिँ टेन्सन फोर्स लिन्छ यहाँ माथि भएको कंक्रीटले चाहिँ कम्प्रेसन फोर्स लिन्छ यसरी बनेको कम्पोजिट स्ट्रक्चरलाई रेनफोर्स्ड सिमेन्ट कंक्रीट भनिन्छ यसैलाई भनिन्छ सर्टकटमा आरसीसी भनेर ल डाउट छ भने भन्नुस् बेसिक कन्सेप्ट चाहिँ यो हो अनि त्यसपछि हामी डेफिनेसन लेख्छौं यसको त्यो डेफिनेसन भनेको अब आरसीसी भनेको डिफाइन आरसीसी भन्यो भने के भन्नु पर्यो हेर्नुस् त द कम्पोजिट मटेरियल यसलाई चाहिँ के भन्नु पर्यो भन्दाखेरि कम्पोजिट मटेरियल व्हाई कम्पोजिट मटेरियल किन भन्दाखेरि यो भनेको स्टील प्लस कंक्रीट बाट बनेको छ दिस वान इज द हेटेरोजेनियस सेक्सन है दिस इज द हेटेरोजेनियस सेक्सन भयो सो कम्पोजिट हेटेरोजेनियस मटेरियल consisting of हेर्नुस् त consisting of steel okay देखिन्छ है यता consisting of steel and concrete in which compression force के ले लिन्छ साथीहरु in which compression force is taken by हेर्नुस् त compression force is taken by concrete whereas tension force is taken by steel is known as यसको फुल फर्म भनेको reinforced cement concrete
रेनफोर्स सिमेन्ट कङ्क्रिट भनेर यसैको चाहिँ सर्टकटमा हामी के भन्छौँ आरसिसी भनेर यो तरिकाले हामी डिफाइन गर्छौँ है। भनेपछि अब हामीले बुझ्दाखेरि के भन्नु पर्यो भन्दा राइट डाउन द कन्सेप्ट अफ आरसिसी भन्यो भने पहिला आरसिसी भनेको के रहेछ हेर्नुहोस् है। एउटा बेसिक डेफिनेसनबाट स्टार्ट गर्दै जाँदा बेसिक एउटा भनौँ न बिमबाट स्टार्ट गर्दै जाँदा अल्टिमेटली यसको डेफिनेसन यो रहेछ है। ल यो कुरालाई हामीले यसरी समराइज गर्दा त खासमा आरसिसी भनेको त पिसिसीमा गएर डन्डी राख्ने रहेछ। पिसिसी को काम भनेको कङ्क्रिट कम्प्रेसनमा स्ट्रङ हुनु हो। रेनफोर्समेन्ट बारको काम भनेको टेन्सनलाई रेजिस्ट गर्ने हो। टेन्सनमा पनि स्ट्रङ भयो कम्प्रेसनमा पनि स्ट्रङ भयो त्यो मटेरियल भनेको के हो आरसिसी हो है। क्लियर भयो कन्सेप्ट बुझ्नुभयो सबैजनाले। ओके एउटा बेसिक कुराबाट हामी स्टार्ट गर्दै जाँदा अब तपाईलाई डिफाइन आरसिसी भन्नुहोस् आइदर राइट डाउन द फुल फर्म अफ आरसिसी भन्यो भने के भनिदो रहेछ हेर्नुहोस् त रेनफोर्स सिमेन्ट कङ्क्रिट भनेर है। रेनफोर्स सिमेन्ट कङ्क्रिट है। यसरी चाहिँ हामी बेसिक कुरा यहाँबाट डिफाइन गर्छौँ है त। ओके ल सर 5औं लेभलको हो कि 4 लेभलको हो भन्नुभएको छ। यो 5औं लेभलको हो है साथीहरू। यो चाहिँ 5 लेभलको। ओके यहाँ तल अलिकति देखिएन जस्तो लाग्यो हो। यहाँ छेकेको छ भने यसलाई चाहिँ हामीले के भन्छौँ भन्दा सिमेन्ट कङ्क्रिट भनेको है आरसिसी भनेको। ल क्लियर भयो सबैजनाले बुझ्नुभयो। यसरी चाहिँ हामी बेसिक कुराको कन्सेप्ट चाहिँ यहाँबाट डेभलप गर्छौँ। अब यसलाई अझ अर्को तरिकाले हामी डिफाइन गर्दाखेरि हेर्नुहोस् त यसैलाई हामीले हेर्दाखेरि खासमा आरसिसी भनेको के रहेछ भन्ने आधारमा हेर्दा अर्को पोइन्टमा है। ओके अर्को पोइन्टमा हामीले हेर्यौँ भने सेकेन्ड अर्को यसैलाई हामी जस्टिफाई गर्दा आरसिसी भनेको आरसिसी इज इक्वल टु प्लेन सिमेन्ट कङ्क्रिटमा के राख्नु पर्ने रहेछ साथीहरू भन्नुहोस् त। प्लेन सिमेन्ट कङ्क्रिटमा यदि प्लेन सिमेन्ट कङ्क्रिटमा चाहिँ रिबार भन्छ है सर्टकटमा रेनफोर्समेन्ट बार त्यसमा चाहिँ स्टिल भनेर युज हुन्छ है त। प्लेन सिमेन्ट कङ्क्रिटमा चाहिँ रिबार युज गर्यो भने त्यसलाई चाहिँ आरसिसी भनिदो रहेछ। अब प्लेन सिमेन्ट कङ्क्रिट भने चाहिँ दिस वान इज द कङ्क्रिट है। दिस वान इज द कङ्क्रिट भनेको यो भनेको चाहिँ के रहेछ स्टिल रहेछ है। भनेपछि यसमा काम के भयो कङ्क्रिटको काम भनेको कम्प्रेसनमा स्ट्रङ हुनु हो। टेन्सन स्टिलको काम भनेको टेन्सनमा स्ट्रङ बनाउनु हो। भनेपछि यो लेभलको कन्सेप्ट तपाईले बुझ्नुभयो भने अब चाहिँ हामीले यससँग रिलेटेड चाहिँ अब्जेक्टिभ क्वेसन आइदर थ्योरीमा सोध्ने चाहिँ सब्जेक्टिभ वेले पनि डिफाइन गर्न सकिन्छ है त। ल यति कुरा तपाईले बुझ्नुभयो भने हेर्नुहोस् त यति कन्सेप्ट बुझिसकेपछि अब यसको एउटा एमसीक्यू क्वेसन हेरौँ सबैजनाले मिलाउनुस् है यही कन्सेप्ट एप्लाई गरेर है त। एमसीक्यू क्वेसन नम्बर फर्स्ट है। एमसीक्यू क्वेसन नम्बर फर्स्टमा in a simply supported RCC beam the main bars are provided okay the main bars are provided at भनेर है। In a simply supported RCC beam, the main bars are provided at option A top fiber, option B bottom fiber, option C neutral axis, option D none of the above. None of the above है। None of the above। ल अघिको कन्सेप्टको आधारमा के हुन्छ होला हेर्नुस् त which one is the right option। जस्ट अघिको कन्सेप्टलाई मात्रै युज गर्ने है यसमा अरु डिटेल जानु परेन। अघिको कन्सेप्टलाई हेर्दाखेरि के हुन्छ भनेर in a simply supported RCC beam the main bars are provided at option A top fiber, option B bottom fiber, option C neutral axis, option D मा चाहिँ none of the above भनेको छ। साथीहरुले के भन्नु भएको छ म च्याट बक्समा हेर्छु है त। ल कसैले B भन्नु भएको छ कसैले C भन्नु भएको छ है। तपाईहरुको रेस्पोन्स हेर्दाखेरि B इज द राइट अप्सन भन्नु भएको छ। एकजनाले B होला सर भन्नु भएको छ। होला हैन करेक्ट हो भन्नु पर्यो है। ल धेरै जसो साथीहरुले B भन्नु भएको छ कसैले C पनि भन्नु भएको छ। ल एकजना हरिहर शाहजीले D हो भन्नु भएको छ है। ल ओके
व्हाट विल बी द राइट एन्सर भन्ने कुरामा त म तपाईलाई बुझाइ नै हाल्छु हैन, कुन चाहिँ अप्सन चाहिँ राइट हुन्छ भन्ने कुरामा त नो डाउट। अब तपाईले यहाँ एउटा कुरा के बुझ्नु साथीहरु भन्दाखेरि तपाईले यहाँ बुझ्ने कन्सेप्ट के हो भन्दा मेन बार भनेको यहाँ हेर्नुस् है, मेन बार भनेको छ नि, यो मेन बार भनेको स्टिल भने हो है, त्यो डन्डी भनेको। मेन बारको काम भनेको के हो, टेन्सनलाई रेजिस्ट गर्ने हो है। मेन बारको काम भनेको टेन्सनलाई रेजिस्ट गर्ने हो भनेपछि जहाँ टेन्सन फोर्स आउँछ त्यहाँ मेन बार चाहिन्छ, दैट इज द कन्सेप्ट है। जुन ठाउँमा चाहिँ टेन्सन आउँछ त्यो ठाउँमा चाहिँ मेन बार चाहिन्छ। कम्प्रेसन आउने ठाउँमा त किन डन्डी राख्नु पर्यो, राख्नै पर्दैन, किन भन्दा त्यहाँ त केले कङ्क्रिटले चाहिँ स्ट्रङ हुन्छ र कङ्क्रिटले चाहिँ रेजिस्ट गरिहाल्छ। सो जुन ठाउँमा टेन्सन फोर्स आउँछ त्यो ठाउँमा चाहिँ हामीलाई मेन बार चाहिन्छ। मेन बारको काम भनेको टेन्सनमा स्ट्रङ हुनु हो, मोमेन्ट रेजिस्ट गर्नु हो। त्यही भएको कारणले गर्दा तपाईले यहाँ बुझ्दाखेरि मेन बार्सहरू टेन्सनमा चाहिँ जहाँ टेन्सन आउँछ त्यसमा चाहिँ राख्नुपर्छ। त्यसो भने सिम्पली सपोर्टेड बीम भनेको छ, हेर्नुस् है साथीहरु, सिम्पली सपोर्टेड बीम भनेको छ नि। अब सिम्पली सपोर्टेड बीम भन्ने बित्तिकै हामीले के बुझ्छौं, यस्तो टाइपको हामीसँग बीम छ भने यसलाई चाहिँ हामीले के भन्छौं, सिम्पली सपोर्टेड बीम भन्छौं है। हो सिम्पली सपोर्टेड बीममा आइदर तपाईले यहाँ पोइन्ट लोड लगाउनुस्, आइदर यूडीएल लगाउनुस् हैन, जस्तो सुकै लोड लागे पनि यसको डिफ्लेक्सन कस्तो हुन्छ हेर्नुस् त, यो प्याटर्नमा हुन्छ नि डिफ्लेक्सन है। हो यो प्याटर्नमा डिफ्लेक्सन हुन्छ भने यो त न्यूट्रल एक्सिस भयो है, यो त न्यूट्रल एक्सिस भयो। आफ्टर डिफ्लेक्सन यो चाहिँ न्यूट्रल एक्सिस भयो है, डिफ्लेक्सन भइसकेपछिको न्यूट्रल एक्सिस यो हो। अब यसरी हेर्दाखेरि त त्यो डिफ्लेक्सन हुँदा यसरी बसेको बीम पछि डिफ्लेक्सन भएर त कस्तो भएको छ, यस्तो टाइपको कर्भ भएको छ। माथिको पार्ट चाहिँ खुम्चिरहेको छ, तलको पार्ट चाहिँ के भइरहेछ, त्यसलाई चाहिँ हामीले तन्किरहेको छ भने माथि कम्प्रेसन आउँछ, तल टेन्सन आउँछ। अघि पढेको कन्सेप्टै त्यही हो। त्यसो भने यसलाई रियल बीमसँग कम्प्यारिजन गर्नुभयो भने, यसलाई रियल बीमसँग कम्प्यारिजन गर्दा यो चाहिँ न्यूट्रल एक्सिस भयो है। हो तपाईले यहाँ बुझ्ने के छ भन्दा यहाँ कम्प्रेसन आउँछ, यहाँ चाहिँ टेन्सन आउँछ। यो न्यूट्रल एक्सिस भन्दा माथिको जुन पोर्सन छ, न्यूट्रल एक्सिस भन्दा माथिको जुन पोर्सन छ त्यसलाई चाहिँ टप फाइबर भनिन्छ है। यसलाई चाहिँ टप फाइबर भनेर भनिन्छ, बुझ्नुभयो, यसलाई चाहिँ टप फाइबर भनिन्छ। न्यूट्रल एक्सिस भन्दा तलकोलाई के भनिन्छ, बटम फाइबर भनिन्छ है साथीहरु। यसलाई चाहिँ हामीले के भन्नु पर्यो, बटम फाइबर भनेर। अब मलाई भन्नुस् त यो फिगरबाट तपाईले के बुझ्नुहुन्छ भन्दाखेरि जहाँ टेन्सन फोर्स आउँछ त्यहाँ चाहिँ डन्डी चाहिन्छ, जहाँ टेन्सन फोर्स आउँछ त्यहाँ चाहिँ मेन बार चाहिन्छ भनेपछि अकर्डिङ टु दिस फिगर अब के भन्नु पर्यो भन्दा तपाईले बटम फाइबरमा चाहिँ मेन बार राख्नुपर्छ भनेपछि अरु अप्सन हेर्नै परेन, दायाँ बायाँ सोच्ने नै हैन। अब केमा टिक लगाउनु पर्यो, बटम फाइबर इज द राइट अप्सन है। सो सिम्पली सपोर्टेड को केस सोधे भने मेन बार भनेको टेन्सन साइडमा राखिन्छ र त्यो टेन्सन साइड भनेको सिम्पली सपोर्टेडमा न्यूट्रल एक्सिस भन्दा बिलो आउँछ। क्लियर भयो? ओके ल, त्यसो हुँदा अर्को क्वेशन हेर्नुस् है, एमसीक्यू क्वेशन अघि पढेकै थ्योरीको आधारमा क्वेशन नम्बर 2, एमसीक्यू क्वेशन नम्बर 2 है। यो थ्योरी तपाईले बुझ्नुभयो है कन्सेप्ट। ल त्यसो भयो भने यसैमा मैले अलिकति चेन्ज गरे, इन अ क्यान्टिलिभर बीम भनेर है, सिम्पली सपोर्टेड को ठाउँमा इन अ क्यान्टिलिभर बीम, क्यान्टिलिभर आरसीसी बीम है, क्यान्टिलिभर आरसीसी बीम द मेन बार्स आर प्रोभाइडेड एट भनेको छ है। द मेन बार्स आर provided, the main bars are provided at option A top fiber, option A top fiber, option B bottom fiber है, option B bottom fiber, option C neutral axis, option C neutral axis, and option D none of the above है, none of the above भनेर। यस्तो खाले आयो भने कुन चाहिँ राइट हुन्छ होला भन्नुस् त ल है। इन अ क्यान्टिलिभर आरसीसी बीम द मेन बार्स आर प्रोभाइडेड एट ऑप्शन ए टॉप फाइबर, ऑप्शन बी बॉटम फाइबर, ऑप्शन सी न्यूट्रल एक्सिस, ऑप्शन डी नन अफ द अबोव भन्यो भने व्हिच वान इज द राइट अप्सन? अब ल यसमा चाहिँ टप फाइबर इज द राइट अप्सन भन्नुभएको छ कति साथीले बी पनि हुन्छ होला सर भन्नुभएको छ है। ओके ल, अब यसमा तपाईले के बुझ्नुस् भन्दाखेरि अघि मैले एउटा कन्सेप्ट भनिसके,
कन्सेप्ट भनेको के हो, जहाँ चाहिँ टेन्सन आउँछ त्यहाँ चाहिँ मेन बार चाहिन्छ, अरू दायाँ बायाँ सोच्ने नै होइन। जहाँ जुन ठाउँमा टेन्सन फोर्स आउँछ त्यसमा चाहिँ हामीले के भन्नुपर्छ भन्दाखेरि मेन बार राख्नुपर्छ। ल त्यसो भने यहाँनिर फरक कुरा के छ भन्दा यहाँ क्यान्टिलिभर आरसिसी बिम भनेको छ है। यो क्यान्टिलिभर आरसिसी बिम भनेको के भन्दाखेरि यतातिर चाहिँ हामीले फिक्स सपोर्ट, अर्कोतिर फ्री भयो भने त्यसलाई चाहिँ क्यान्टिलिभर बिम भनिन्छ है। यो त बुझ्नु भएको छ है त। एकतिर फिक्स अर्कोतिर फ्री भयो भने यसलाई चाहिँ क्यान्टिलिभर बिम भनिन्छ। अब यो क्यान्टिलिभरको केसमा कुनै लोड तपाईँले लगाउनु भयो भने है, क्यान्टिलिभरमा कुनै लोड लगाउनु भयो भने यसको डिफ्लेक्सन कसरी हुन्छ, एकातिर यस्तो टाइपको छ भने यता फिक्स छ भने यो त के हुन्छ, यसरी जाने हो भनेपछि यसलाई चाहिँ हामीले यो फिगरबाट यसको डिफ्लेक्सनको सेप हेऱ्यौँ भने त यस्तो टाइपले जान्छ है। यस्तो टाइपले जाँदाखेरि यो माथिको पोर्सन चाहिँ तन्किन्छ, तलको पोर्सन चाहिँ खुम्चिन्छ। हेर्नुहोस् है साथीहरू, यो न्युट्रल एक्सिस भनेको यो हो है, यो चाहिँ न्युट्रल एक्सिस हो, यो माथिको पनि के भयो न्युट्रल एक्सिस भयो, ठिक छ। अब डिफर्मेसन भइसकेपछि न्युट्रल एक्सिस कसरी बस्यो भन्दा त्यो चाहिँ डिफर्म भएर यसरी बस्यो। त्यो भनेको मिनिङ के त भन्दा यो न्युट्रल एक्सिस भन्दा माथिको पोर्सन चाहिँ टेन्सन हुन्छ, न्युट्रल एक्सिस भन्दा तलको पोर्सन चाहिँ के भयो कम्प्रेसनमा गयो। भनेपछि यसलाई हामीले रियल बिमसँग हेऱ्यौँ भने हेर्नुहोस् त, रियल बिमसँग कम्प्यारिजन गर्दा यस्तो टाइपको हामीसँग रियल बिमको सेक्सन छ भने हेर्नुहोस् है, यहाँभन्दा यहाँ माथि दिस वान इज द न्युट्रल एक्सिस। ओके, अब यो केसमा तपाईँले हेर्नुभयो भने न्युट्रल एक्सिस भन्दा माथि टेन्सन, न्युट्रल एक्सिस भन्दा तल कम्प्रेसन है। भनेपछि यहाँ जुन ठाउँमा यो चाहिँ टेन्सन भयो, यो चाहिँ कम्प्रेसन भयो, योभन्दा माथिको फाइबरलाई टप फाइबर भनिन्छ हैन, योभन्दा माथिको फाइबरलाई टप फाइबर, योभन्दा तलको फाइबरलाई बटम फाइबर हैन। यो चाहिँ के भन्नु पर्यो, बटम फाइबर भनेपछि ल भन्नुस् त। अब फिगरबाट पनि क्लियर के भयो भन्दा जहाँ चाहिँ टेन्सन आउँछ त्यहाँ मेन बार चाहिन्छ। त्यो टेन्सन चाहिँ कहाँ आउँदो रहेछ, टप फाइबरमा आउँदो रहेछ है। टेन्सन भनेको कहाँ आउँदो रहेछ, टप फाइबरमा आउँदो रहेछ। सो अप्सन ए इज द राइट अप्सन। ओके, अप्सन ए इज द राइट अप्सन है। हो यसरी तपाईँले कन्सेप्ट, खाली मैले यो दुईटा क्वेसन तपाईँहरूलाई बुझाउनुको कारण के हो भन्दा बेसिक त्यो कन्सेप्ट अफ आरसिसी लाई नै अब्जेक्टिभ क्वेसनमा सोध्यो भने कुन तरिकाले सोध्छ भन्ने तरिकाले बुझाउन खोजेको है त हो। यो चाहिँ बेसिक लेभलको हामी स्टार्ट गर्दैछौँ, बेसिक कन्सेप्टबाट चाहिँ हामी हेर्दैछौँ है। ओके ल, अब यसमा चाहिँ हामीलाई ठिक छ, म एकचोटि हेरौँ। एकजना जनक बस्यालजीले सोध्नु भएको छ, अ सिम्पली सपोर्टेड बीम carries a concentrated load W at a distance L/3 from the either support, the maximum bending moment is भनेको छ। यो खास मेकानिक अफ स्ट्रक्चरको क्वेसन हो है, यो चाहिँ मेकानिक अफ स्ट्रक्चरको क्वेसन हो। एकजना मलाई जनकजीले सोध्नु भएको छ, मेकानिक्स पढ्नुभयो तपाईँहरूले, यो चाहिँ मेकानिक अफ स्ट्रक्चरको क्वेसन हो है। खासमा त्यो मेकानिक अफ स्ट्रक्चर हो, म तपाईँलाई बुझाइदिन्छु, तर त्यो क्वेसन चाहिँ मेकानिक्सको है। ल पहिला चाहिँ अर्को एकजना साथी रेडमी 454 ले सोध्नु भएको छ, सर एकचोटि फेरि बुझाइदिनु न भन्नुभएको छ। म पहिला यो बुझाउँछु अनि जनक बस्यालजीको क्वेसनमा आउँछु है त। ल अब यसमा चाहिँ फेरि म बुझाउँछु, यसमा एकचोटि फेरि बुझाइदिनु न भन्नुभएको छ। खासमा क्यान्टिलिभर भनेको कस्तो भन्दा एकतिर फिक्स हुन्छ, अर्कोतिर फ्री भएको बिमलाई चाहिँ क्यान्टिलिभर बिम भनिन्छ। अब यो क्यान्टिलिभरको केसमा के भइदिन्छ भन्दा कुनै पनि लोड लगाउँदाखेरि हेर्नुहोस् है, लोड लगाउँदाखेरि यसको डिफर्मेसन चाहिँ कस्तो, एकातिर फिक्स छ भने यसरी डिफर्म हुन्छ क्या, त्यो चाहिँ हेर्नुहोस् है, यसरी बसेको छ भने लोड लगाउँदाखेरि यस्तो टाइपले डिफर्म हुन्छ। अब त्यो डिफर्म हुँदा माथि चाहिँ टेन्सन आउँछ, तल चाहिँ कम्प्रेसन आउँछ। यही फिगरमा हेर्न सक्नुहुन्छ, माथि चाहिँ टेन्सन आउँछ, तल चाहिँ कम्प्रेसन आउँछ। यो त एउटा लाइन डायग्राम हो, रियलमा त लाइन हुँदैन नि बिम भने त, रियलमा त सर्ट एन्ड क्रस सेक्सन हुन्छ। क्रस सेक्सन भन्न बित्तिकै सर्ट एन्ड विथ पनि हुन्छ, चौडाइ पनि सर्ट एन्ड हुन्छ, डेप्थ पनि सर्ट एन्ड हुन्छ। अब तपाईँले यसलाई रियल बिमसँग कम्प्यारिजन गर्दा अघि तपाईँले भनेको न्युट्रल एक्सिस भनेको यो हो न्युट्रल एक्सिस है, त्यो भनेको लाइनमा देखाउँदा त एउटा लाइन देखियो, तर रियलमा त न्युट्रल एक्सिस भने यो हो। अब यो न्युट्रल एक्सिस भन्दा माथि के आइरहेछ, यो फिगरबाट टेन्सन आइरहेछ, न्युट्रल एक्सिस भन्दा तल चाहिँ कम्प्रेसन आइरहेछ। तपाईँले बुझ्ने कन्सेप्ट के हो भन्दा जुन ठाउँमा टेन्सन आउँछ त्यहाँ चाहिँ डन्डी चाहिन्छ भने हो। किन भन्नुस् त, किन भन्दा डन्डीको काम भनेकै टेन्सन फोर्सलाई रेजिस्ट गर्ने हो। कङ्क्रिट त्यहाँ भए तापनि त्यो कङ्क्रिटले त टेन्सन लिन सक्दैन, बिकज कङ्क्रिट इज विक इन टेन्सन। त्यही टेन्सन फोर्सलाई रेजिस्ट गर्नलाई हामीलाई डन्डी चाहिने हो। भनेपछि डन्डी कहाँ राख्नु पर्यो, जुन ठाउँमा टेन्सन आउँछ त्यो ठाउँमा डन्डी राख्नु पर्यो। भनेपछि क्यान्टिलिभरको केसमा यो माथिको न्युट्रल एक्सिस भन्दा माथिकोलाई टप फाइबर,
न्युट्रल एक्सिस भन्दा तलकोलाई बटम फाइबर। अब त्यो भन्दा माथि जहाँ टेन्सन आउँछ त्यो ठाउँमा डन्डी चाहिन्छ। द्याट्स वाइ द रेन्फोर्समेन्ट बार अर मेन बार इज प्रोभाइडेड अन द टप फाइबर है। यसरी चाहिँ क्यान्टिलिभरमा चाहिँ टप फाइबरमा, अरू बिममा चाहिँ सबैमा बटम फाइबरमा राखिन्छ है। रिमेम्बर गर्नुहोस्, एक्सेप्ट क्यान्टिलिभर, क्यान्टिलिभर बाहेक अरू सबै टाइपको बिममा चाहिँ बटम साइडमा मेन बार राखिन्छ, तर क्यान्टिलिभरमा चाहिँ के गरिन्छ, टप फाइबरमा चाहिँ मेन बार राखिन्छ, यसमा चाहिँ मेन बार राखिन्छ। क्लियर भयो है। एकजनाले सोध्नु भएको रेडमी कति के लेख्नु भएको छ, नाम लेख्नुभयो भने अझ बेटर हुन्छ है। ल यति भएपछि यो कन्सेप्ट तपाईँहरू क्लियर हुनुभयो। मैले धेरै कुरा यहाँ डिटेलमा भनेकै छैन, खालि बेसिक स्ट्रक्चरको डेफिनेसनलाई चाहिँ क्वेसनमा सोधेको है त। ल अब त्यहाँ जनकजीले सोध्नु भएको, तपाईँले मेकानिक्स पढ्नुभयो, जनक बस्यालजीले सोधेको क्वेसनमा गए है। उहाँले सोध्नु भएको क्वेसन चाहिँ खास के हो भन्दाखेरि एउटा सिम्पली सपोर्टेड बिममा है, यो चाहिँ एउटा सिम्पली सपोर्टेड बिम छ, यहाँनिर कति लोड लागेको छ, W/2 हो। ओके, क्यारिज अ कन्सन्ट्रेटेड लोड W एट द डिस्टेन्स L/3 भनेको छ। ए ओके, यो चाहिँ W रहेछ, देख्नु भएको छ फिगर, यहाँ पनि के छ, यो पनि W रहेछ है। यो डिस्टेन्स कति, L/3, यो डिस्टेन्स L/3, यो डिस्टेन्स पनि L/3, टोटल लेन्थ भनेको कति भयो, L भयो है। टोटल लेन्थ भनेको चाहिँ L भयो भने अब यसमा के भनेको छ, द म्याक्सिमम बेन्डिङ मोमेन्ट चाहिँ कति हुन्छ है, म्याक्सिमम बेन्डिङ मोमेन्ट चाहिँ कति हुन्छ भनेर यसमा हेर्दाखेरि पहिला तपाईँले यो रियाक्सन निकाल्नुपर्छ यसमा है। यो रियाक्सन निकाल्दाखेरि तपाईँले के बुझ्नु पर्यो भन्दा यहाँ पनि W छ, यता पनि W छ भने खासमा यसको डिटेल क्याल्कुलेसन गर्दा यसमा मोमेन्ट 0 गरेर निकाल्ने हो है। अब त्यसो हुँदाखेरि यो W छ भने यता पनि त्यही W आउँछ, यतातिर पनि त्यही W आउँछ, अदरवाइज तपाईँले यहाँ मोमेन्ट लगेर 0 गरेर पनि निकाल्न सक्नुहुन्छ है। हो त्यसरी लाग्छ भने अब जहिले पनि म्याक्सिमम मोमेन्ट भनेको है, जहिले पनि म्याक्सिमम मोमेन्ट भनेको कहाँनिर लाग्छ भन्दाखेरि त्यो डिस्टेन्स भनेको अन्डर द लोड हुन्छ है। अन्डर द लोड हुन्छ भने अब मोमेन्ट भनेको के हो, मोमेन्ट इज इक्वल टु फोर्स इन्टु पर्पेन्डिकुलर डिस्टेन्स। फोर्स भनेको W छ हैन, पर्पेन्डिकुलर डिस्टेन्स भनेको L/3 छ, सो एन्सर भनेको WL/3 हुन्छ है। एन्सर भनेको WL/3 हुन्छ। खै कसले सोधेको हो यो, क्लियर भयो कि भएन, यो चाहिँ मेकानिक्सको क्वेसन हो है। ल त्यसपछि ग्यालेक्सी A20 ले सोध्नु भएको छ, क्यान्टिलिभर बिम कता कता युज गरिन्छ सर भन्नु भएको छ। खासमा क्यान्टिलिभर भनेको जस्तो बिल्डिङमा पनि युज गरिन्छ। बिल्डिङमा कति बेला युज गरिन्छ भन्दाखेरि जुन हाम्रो है, त्यो चाहिँ जुन हाम्रो चाहिँ के हुन्छ भन्दाखेरि कुनै बिल्डिङबाट क्यान्टिलिभर स्ल्याबहरू छ भने, बाहिरतिर ओभर ह्याङ्गिङ स्ल्याबहरू छ भने त्यति बेला तल पनि बिम राखेर अनि माथिबाट चाहिँ क्यान्टिलिभर स्ल्याब राखेको हुन्छ है। हो त्यो हिसाबले गर्दाखेरि हो त्यसलाई पनि हामीले के भन्छौँ, बिममा पनि के अरे एउटा बिल्डिङमा पनि क्यान्टिलिभर युज गरेको हुन्छ है। नर्मल्ली चाहिँ अरू स्ट्रक्चरहरू ट्रस स्ट्रक्चरहरूमा पनि राखेको देखिन्छ। नर्मल्ली चाहिँ क्यान्टिलिभर भनेको वालभन्दा बाहिरतिर ओभर ह्याङ्गिङ गरेको छ भने त्यसले के गर्छ, क्यान्टिलिभरको काम गर्छ है। त्यस्तो कुराहरू नर्मल्ली बिल्डिङहरुमा पनि देखिन्छ है। ओके ओके, जनक बस्यालजीले यदि यो इक्वल डिस्टेन्स नभएको भए त्यति बेला यस्तो गर्न पाइदैन है। इक्वल डिस्टेन्स नहुँदा यस्तो गर्न पाइदैन। इक्वल डिस्टेन्स भएकोले गर्दा मैले डाइरेक्ट गरेको। यदि इक्वल डिस्टेन्स भएन भने यो ठाउँमा मोमेन्ट 0 गरेर पहिला रियाक्सन निकाल्नु पर्छ, ध्यान दिनु होला। यदि इक्वल डिस्टेन्स भएन भने यो ठाउँमा चाहिँ मोमेन्ट 0 गराएर अनि त्यसपछि रियाक्सन निकाल्ने, अनि त्यसपछि चाहिँ तपाईले के गर्नुपर्छ भन्दाखेरि कुन ठाउँमा शेयर फोर्स 0 हुन्छ त्यो ठाउँमा बेन्डिङ मोमेन्ट म्याक्सिमम हुन्छ भन्ने कन्सेप्ट लगाउनु पर्छ। त्यसपछि शेयर फोर्सको भ्यालु 0 गर्ने, त्यो डिस्टेन्समा चाहिँ म्याक्सिमम मोमेन्ट चाहिँ बेन्डिङमा मोमेन्ट म्याक्सिमम हुन्छ। शेयर फोर्स 0 भएको ठाउँमा मोमेन्ट चाहिँ म्याक्सिमम हुन्छ, त्यो कन्सेप्ट लगाएर तपाईले गर्नुपर्छ है। ठीक छ, यो चाहिँ मेकानिक्सको कुरा भयो। पछि तपाईले पढ्नु भएको छ भने पनि त्यहाँबाट हेर्नुस्, नपढेको भए फेरि यो पढ्नुहुन्छ है, अरु सरहरूले पढाउनुहुन्छ। ठीक छ, ल म फेरि आरसीसी तिर गएँ है, मैले इरेज गरेँ है त यसलाई। ल यति कुरा तपाईले बुझिसकेपछि अब यसमा अलिकति हामी बेसिक कुरामा फर्दर गयौं भने हेर्नुस् त, सबभन्दा यसमा इम्पोर्टेन्ट टर्म भनेको के हुन्छ भन्दाखेरि त्यसमा हामीले डिफाइन गर्दै जाँदा है, यसमा चाहिँ हामीले डिफाइन गर्दै गर्दा यो ब्यालेन्स सेक्सन सबभन्दा भेरी भेरी इम्पोर्टेन्ट है। यो ब्यालेन्स सेक्सन, त्यस्तै गरी अर्को छ अन्डर रेनफोर्स सेक्सन है, अन्डर रेनफोर्स सेक्सन, ब्यालेन्स सेक्सन, अन्डर रेनफोर्स सेक्सन एन्ड ओभर रेनफोर्स सेक्सन है, एन्ड ओभर रेनफोर्स सेक्सन भनेर है त। ल हेर्नुस् त,
Balance section, under reinforced section and over reinforced section. This is very very important. Objective point of view ले either चाहिँ subjective point of view ले एकदमै important हो है यो चाहिँ. Balance section, under reinforced section र over reinforced section भनेको एकदमै important छ है यो चाहिँ. अब तपाईलाई म सामान्य तरिकाले के बुझाउँछु भन्दाखेरि पहिला आरसीसी मा डन्डी किन चाहिने रहेछ भन्ने कुरा अघि बुझ्नु भयो है. डन्डी किन चाहिदो रहेछ आरसीसी मा भन्दाखेरि त्यो कन्सेप्ट तपाईहरु क्लियर हुनुभयो है त. त्यो भनेको के हो त भन्दाखेरि कुनै पनि टेन्सन फोर्सलाई रेजिस्ट गर्नको लागि कंक्रीट भनेको कमजोर हुन्छ. टेन्सन फोर्स कंक्रीटले लिन सक्दैन. त्यही टेन्सन फोर्सलाई रेजिस्ट गर्नको लागि हामीले रेनफोर्समेन्ट बार राख्नु पर्छ, स्टील राख्नु पर्छ भन्ने कन्सेप्ट भयो. अब यो टपिक्स अन्तर्गत तपाईले बुझ्ने के हो भन्दाखेरि डन्डी राखिसकेपछि कति अमाउन्टको डन्डी राख्ने, कति मात्रामा डन्डी राख्ने भन्ने कुराको आधारमा वी क्यान क्लासिफाई द सेक्सन एज अ ब्यालेन्स सेक्सन, अन्डर रेनफोर्स र ओभर रेनफोर्स भनेर हामी डिफाइन गर्छौं है साथीहरु. त्यसो भने अब यसमा हामीले तीनटा कुरा बुझ्नुपर्छ. त्यो तीनटा कुरा भनेको के हो त भन्दा तपाईले यो टर्मबाटै बुझ्नु होला. ब्यालेन्स सेक्सन भनेको त्यस्तो सेक्सन हो जुन सेक्सनमा बराबर हुन्छ. अब त्यो बराबर भनेको के भन्दाखेरि एरिया अफ स्टील हैन, एरिया अफ स्टील र एरिया अफ कंक्रीट चाहिँ बराबर हुन्छ भने त्यसलाई चाहिँ ब्यालेन्स सेक्सन भनिन्छ. जस्तो एक्जाम्पल हेर्नुभयो भने कुनै एउटा सेक्सनमा कंक्रीटको एरिया जति छ स्टीलको एरिया पनि त्यति नै राख्यो भने त्यसलाई चाहिँ ब्यालेन्स भनिन्छ. वर्डबाटै बुझ्ने हो. ब्यालेन्स भनेको बराबर भने हो. ब्यालेन्स गर्नु भन्छौं नि हामी हैन. केही कुरा ब्यालेन्स गर्नु भनेको ब्यालेन्स हुन्छ भने त्यसलाई चाहिँ हामी दुईटाको एरिया बराबर भनेको. एरिया अफ कंक्रीट र एरिया अफ स्टील चाहिँ इक्वल छ भने त्यसलाई ब्यालेन्स सेक्सन भनिन्छ. फर्स्ट पोइन्ट यो बुझ्नुस्. अब अर्को टर्म छ यसमा अन्डर रेनफोर्स सेक्सन भनेको छ. अन्डर रेनफोर्स भनेको डन्डी, अन्डर भनेको कम है. रेनफोर्सको मात्रा कम भने हो. त्यो रेनफोर्सको मात्रा कम भनेको मिनिङ चाहिँ के भयो, जति ब्यालेन्स सेक्सनमा हामीले स्टील प्रोवाइड गर्छौं त्यो स्टील भनेको ब्यालेन्स सेक्सनको भन्दा कम भनेको कंक्रीटको एरिया भन्दा कम भनेको हो. त्यो बुझ्नुहुन्छ. कंक्रीटको एरिया भन्दा स्टीलको एरिया कम छ भने त्यसलाई हामी के भन्छौं, अन्डर रेनफोर्स सेक्सन. कंक्रीटको एरिया भन्दा स्टीलको एरिया कम छ भने त्यसलाई अन्डर रेनफोर्स सेक्सन. किन भन्दा अन्डर रेनफोर्स भन्दा बित्तिकै रेनफोर्सको मात्रा कम भनेको. ठीक छ. ओके. त्यस्तै गरी ओभर रेनफोर्स भनेको छ नि हो. यो ओभर रेनफोर्स भनेको फेरि यसलाई अपोजिट वेले, ओभर भनेको बढी, रेनफोर्स भनेको डन्डी. त्यो हुँदा एरिया अफ स्टील इज ग्रेटर देन एरिया अफ कंक्रीट भयो भने त्यसलाई चाहिँ हामीले ओभर रेनफोर्स भन्छौं. हो बेसिक कन्सेप्ट यही हो. अब यो बेसिक कन्सेप्टको आधारमा हामी डिफाइन गर्नुपर्छ ब्यालेन्स सेक्सन भनेको के, अन्डर भनेको के र ओभर भनेको के भन्ने आधारमा हामीले यसमा हेर्यौं भने एक नम्बरबाट सुरु गरौँ. पहिला ब्यालेन्स सेक्सन भनेर है. हेर्नुस् त ब्यालेन्स सेक्सन भनेको छ. अब यो ब्यालेन्स सेक्सनको लागि हामीले के बुझ्नु पर्छ भन्दा ब्यालेन्स सेक्सनको केसमा के हुँदो रहेछ साथीहरु भन्नुस् त, एरिया अफ स्टील र एरिया अफ कंक्रीट चाहिँ बराबर हुँदो रहेछ. यसलाई मैले त्यति धेरै ल्याङ्ग्वेजमा लेखेन. अब यसलाई तपाईले हेर्नुभयो भने एरिया अफ कंक्रीट र एरिया अफ स्टील बराबर हुने गरी राख्यो भने त्यसलाई ब्यालेन्स सेक्सन भनिन्छ. द सेक्सन इन व्हिच है, हेर्नुस् त, द सेक्सन इन व्हिच एरिया अफ स्टील, यसलाई एएसटी भनिन्छ है, एरिया अफ स्टील इज इक्वल टु, नभए यसलाई ल्याङ्ग्वेजमा लेखौँ एकचोटि, एरिया अफ स्टील, ओके, एरिया अफ स्टील इज इक्वल टु एरिया अफ कंक्रीट है. एरिया अफ कंक्रीट यो भनेको मिनिङ के हो भन्दाखेरि दैट इज, यसको मिनिङ चाहिँ एरिया अफ स्टील इज इक्वल टु एरिया अफ कंक्रीट हुन्छ. हो यसरी राख्यो भने त्यसलाई चाहिँ हामी के भन्छौं, ब्यालेन्स सेक्सन भन्छौं. दायाँ बायाँ केही सोच्नै पर्दैन तपाईहरुले. ब्यालेन्स भनेको बराबर. बराबर कुन अर्थमा भन्नुस् त, त्यो अर्थमा जुनमा चाहिँ स्टीलको र कंक्रीटको एरिया बराबर हुन्छ. हो त्यसलाई हामी के भन्छौं, ब्यालेन्स सेक्सन भन्छौं. अब ब्यालेन्स सेक्सनको केसमा हेर्नुस् त, ब्यालेन्स सेक्सनको केसमा पहिला कुन मटेरियल फेल हुन्छ भन्ने कुरा बुझ्नु होला. पहिला स्टील फेल हुन्छ कि पहिला कंक्रीट फेल हुन्छ भन्ने आधारमा हाम्रो बेसिक बुझाइ के हो भन्दा जुन एरिया कमजोर हुन्छ, जसको एरिया कम छ त्यो पहिला फेल हुन्छ हैन. जसको एरिया कम छ त्यो पहिला फेल हुन्छ भनेपछि त दुईटैको एरिया बराबर छ भने अब यस्तो टाइपको फेलर भनेको सँगसँगै फेल हुन्छ.
त्यो भनेको पर्मिसिबल भ्यालु स्टिलमा जति बेला पुग्छ त्यति बेला कङ्क्रिटमा पनि पर्मिसिबल भ्यालु पुग्छ। अब पर्मिसिबल भ्यालु पुग्छ भन्नुको मिनिङ त्यति बेला अब के हुन्छ, फेल हुन सुरु गर्छ। त्यही भएको कारणले गर्दा साइमल्टेनियस फेलर हुन्छ, एकैचोटि फेल हुन्छ। त्यस्तो टाइपको फेलरलाई हामी ब्यालेन्स फेलर भन्छौँ। त्यो ब्यालेन्स सेक्सनमा मात्रै अकर हुन्छ है। हो, त्यसो भन्दै गर्दा स्टिलको फेलरलाई चाहिँ हामी इल्डिङ अफ स्टिल भन्छौँ, जहाँबाट स्टिलले चाहिँ जस्ट बेन्ड हुन सुरु गर्छ, वार्निङ दिन्छ, आवाज आउँछ, तर च्वाट्ट फुट्दैन, डक्टाइल भएर तन्किएर मात्रै पछि चाहिँ ब्रिटल तन्किएर मात्रै पछि चाहिँ फेलर हुन्छ। त्यस्तो टाइपको प्रोपर्टिज चाहिँ स्टिलमा आउँछ। त्यही भएर स्टिलको फेलरलाई हामीले के भन्छौँ, इल्डिङ फेलर भन्छौँ है। अर्को कङ्क्रिट भनेको त के हुन्छ, ब्रिटल हुन्छ, च्वाट्ट फुट्छ होइन, जसलाई क्रसिङ फेलर भनिन्छ है। कङ्क्रिट क्रस हुने पोइन्ट र स्टिल चाहिँ इल्ड हुने, स्टिल चाहिँ बेन्ड हुने पोइन्ट चाहिँ एकैचोटि आउँछ भने त्यस्तो टाइपको सेक्सन भनेको ब्यालेन्स सेक्सन हो। क्लियर भयो? जति बेला एरिया बराबर हुन्छ त्यति बेला सँगसँगै फेल हुन्छ भनेर बुझ्नुहोस्। त्योभन्दा दायाँ बायाँ अरू केही बुझ्नै पर्दैन है। त्यसो भने मैले अघि भनेकै कुरालाई यसमा लेख्दाखेरि कङ्क्रिटको फेलर र स्टिलको फेलरलाई हेर्नुहोस् त, द इल्डिङ अफ स्टिल, द इल्डिङ अफ स्टिल है, द इल्डिङ अफ स्टिल and crossing of concrete and crossing of concrete and crossing of concrete occurs simultaneously है। simultaneously भनेको के हो, यो at a same time भनेको है त, यो at a same time। ओके, at a same time भनेको मिनिङ बुझ्नुहुन्छ है। भनेको इल्डिङ अफ स्टिल भनेको स्टिलको फेल हुने, क्रसिङ अफ कङ्क्रिट भनेको कङ्क्रिट चाहिँ फेल हुने। त्यो कति बेला हुन्छ भन्दाखेरि सँगसँगै हुन्छ, त्यसैलाई भनिन्छ साइमल्टेनियस फेलर भनेर। त्यसो भने यस्तो केसमा के हुन्छ भन्दाखेरि पर्मिसिबल भ्यालु स्टिलको र पर्मिसिबल भ्यालु कङ्क्रिटको चाहिँ एउटै टाइममा पुग्छ है। हो, त्यस्तोलाई चाहिँ ब्यालेन्स सेक्सन भनिन्छ भन्नु पर्यो। र अर्को भाषामा द पर्मिसिबल स्ट्रेस, हेर्नुहोस् त, the permissible stress in steel, the permissible stress in steel and the permissible stress in concrete and permissible stress in concrete, REACH है, रिच भनेको पुग्नु है, त्यो रिच एट अ सेम टाइम भन्नु पर्यो है। एट अ सेम टाइम बुझ्नुहुन्छ, एउटै टाइममा पुग्छ भने त्यस्तो टाइपको फेलरलाई ब्यालेन्स फेलर भनिन्छ। तपाईहरुलाई क्वेशन के सोध्छ भन्दाखेरि स्टिलको पर्मिसिबल भ्यालु र कङ्क्रिटको पर्मिसिबल भ्यालु एकैचोटि पुग्ने सेक्सन चाहिँ कुन हो भनेर सोध्छ है। हो, त्यो सेक्सन भनेको ब्यालेन्स सेक्सन हो भनेर तपाईले टिक लगाउनु पर्यो है। ओके, क्लियर भयो? ठीक छ। ल, त्यसो भने यसमा चाहिँ अर्को एउटा पोइन्ट छ, डेप्थ अफ न्यूट्रल एक्सिसको कुरा गरिन्छ साथीहरु। डेप्थ अफ न्यूट्रल एक्सिसको कुरा गर्दा एउटा चाहिँ एक्चुअल डेप्थ हुन्छ, अर्को चाहिँ क्रिटिकल डेप्थ भन्ने हुन्छ है। एक्चुअल डेप्थ र क्रिटिकल डेप्थ चाहिँ एउटै पोइन्टमा लाई गर्छ। ब्यालेन्स सेक्सनको केसमा एरिया अफ स्टिल र एरिया अफ कङ्क्रिट बराबर भएको कारणले गर्दा कङ्क्रिटको त्यसलाई भनौं न एक्चुअल डेप्थ र क्रिटिकल डेप्थ चाहिँ एउटै पोइन्टमा लाई गर्छ है। सो एक्चुअल डेप्थ अफ न्यूट्रल एक्सिस, एक्चुअल डेप्थ अफ न्यूट्रल एक्सिस है, एक्चुअल डेप्थ अफ न्यूट्रल एक्सिस ओके x is equal to critical depth of neutral axis है, is equal to critical depth of neutral axis। यसलाई चाहिँ xc भनिन्छ। हो, यो दुईटा चाहिँ x is equal to xc हुने भनेको ब्यालेन्स सेक्सनमा मात्रै हो। किन यस्तो भनिन्छ भन्दाखेरि ब्यालेन्स सेक्सनमा एरिया चाहिँ बराबर भएको कारणले गर्दा डेप्थ अफ न्यूट्रल एक्सिस पनि एक्ज्याक्टली एउटै पोइन्टमा लाई गर्छ। त्यसलाई भनिन्छ एक्चुअल डेप्थ र क्रिटिकल डेप्थको चाहिँ एउटै पोइन्टमा एक्ट गर्छ भन्ने कुरा है।
हो यो ब्यालेन्स सेक्सनसँग यति कुरा लेख्दाखेरि सफिसिएन्ट हुन्छ जुन योभन्दा अगाडिको तपाईहरुले सङ्घको क्वेशन हेर्नुभयो होला बागमती प्रदेशको क्वेशन हेर्नु भएको छ भने त्यहाँ चाहिँ यो टर्महरु चाहिँ सोधेको देखिन्छ है र एकदमै सोध्ने क्वेशन पनि हो ओके क्लियर भयो ब्यालेन्स सेक्सनमा कसैलाई के सोध्नु छ अब्जेक्टिभ क्वेशनमा त म आइ नै हाल्छु अहिले एकछिनमा डिटेलमा सिकाउँछु पहिला थ्योरी चाहिँ राम्रोसँग बुझ्नु पर्यो है क्लियर भयो यसमा 3-4 वटा पोइन्ट सम्झिनु पर्यो पहिला एरियाको कुरा त्यसपछि पहिला कुन मटेरियल फेल हुन्छ हैन फेलरको कुरा गर्ने त्यसपछि परमिसिबल भ्यालु कुन मटेरियलमा पहिला पुग्छ है त्यस्तै गरी अर्को भनेको डेप्थ अफ न्यूट्रल एक्सिसको रिलेसनहरु के हुन्छ भन्ने कुरा तपाईले बुझ्नु भयो भने यति कुरा बुझ्दाखेरि ब्यालेन्स सेक्सनको लागि सफिसिएन्ट नलेज हुन्छ है तपाईहरुलाई ओके बुझिरहनु भएको छ नि है सबैजनाले क्लियर हुँदैछ नि हैन ओके ल यो ब्यालेन्स सेक्सन भयो भने मैले इरेज गरे यसलाई अब अर्को टर्ममा जाउँ हामी अन्डर रेनफोर्स सेक्सनमा है साथीहरु ल अर्को पोइन्टमा हामी गयौं भने सेकेन्ड पोइन्ट भनेको अन्डर रेनफोर्स सेक्सन है ल 2 नम्बरमा चाहिँ अन्डर रेनफोर्स सेक्सन है त अन्डर रेनफोर्स्ड सेक्सन ओके अन्डर रेनफोर्स सेक्सन है अर्को पोइन्टमा हामी जाँदाखेरि अन्डर रेनफोर्स सेक्सन है ओके महेश साईजीले सोध्नु भएको छ परमिसिबल स्ट्रेस भनेको बुझाइदिनु न सर भन्नु भएको छ ल ध्यान दिनुस् है परमिसिबल स्ट्रेस भनेको के हो भन्दाखेरि परमिसिबल स्ट्रेस भनेको सपोज मानौ ध्यान दिनुस् है राम्रोसँग यहाँ कसले सोध्नु भएको एउटा स्टिल छ अर्को चाहिँ के छ कंक्रीट छ यी दुईटा मटेरियलमा हामीले लोड थप्दै जाँदा जति लोड आए पनि यी दुईटाले धान्न सक्ने भन्ने त हुँदैन नि हैन त्यसमा त क्लियर हुनुहुन्छ नि जति लोड अप्लाई गरे पनि यसले चाहिँ धान्न सक्छ भन्ने होइन एउटा कुनै पोइन्ट सम्म धान्न सक्छ एउटा कुनै स्टेज सम्म धान्न सक्छ त्यो भन्दा बढी आयो भने त्यहाँबाट फेल हुन सुरु गर्छ हो त्यही भएर परमिसिबल स्ट्रेस भनेको त्यस्तो स्ट्रेस हो बिफोर फेलर हुनु भन्दा पहिला कुनै पनि मटेरियलले रेजिस्ट गर्न सक्ने भ्यालु हो त्यसलाई परमिसिबल भ्यालु भनिन्छ है त्यसो भने सपोज मानौ स्टिलको टेन्साइल स्ट्रेस भनेर मानौ है एकचोटी यसलाई चाहिँ 140 भन्यो भने यो भनेको मिनिङ चाहिँ द परमिसिबल टेन्साइल स्ट्रेस अन द स्टिल भने द परमिसिबल टेन्साइल स्ट्रेस अन द स्टिल भनेको 140 छ भने हो यो 140 सम्म चाहिँ धान्न सक्छ 140 भन्दा बढी आयो भने अब चाहिँ यो के हुन्छ फेल हुन सुरु गर्छ अब त्यो चाहिँ इल्डिङ हुन सुरु गर्छ भनेको हो यसैलाई भनिन्छ परमिसिबल मिन्स कुनै पनि मटेरियल फेलर हुनु भन्दा पहिला मैक्सिमम कति सम्म चाहिँ लोड धान्न सक्छ त्यसले दैट इज कॉल्ड परमिसिबल है त्यस्तै गरी कंक्रीटको केसमा मानौ कंक्रीटको परमिसिबल स्ट्रेस भनेको मानौ 5 छ भने बिस्तारै लोड बढाउँदा यो स्ट्रेसको टर्ममा हेरेको है मैले चाहिँ यो न्यूटन पर एमएम स्क्वायर यो पनि न्यूटन पर एमएम स्क्वायर छ भने 5 न्यूटन पर एमएम स्क्वायर सम्म चाहिँ रेजिस्ट गर्न सक्छ त्यो भन्दा बढी आयो भनेपछि है त्यो भन्दा बढी आयो भनेपछि अब के हुन्छ फेल हुन्छ त्यही भएको कारणले गर्दा यो भनेको मिनिङ चाहिँ यो सबै कुरालाई हामीले कुरा गर्दा जस्तो फिगरमा तपाईले हेर्नुभयो भने है फिगरमा हेर्नुभयो भने अब यहाँ दुईटा कुरा आउँछ एकजना मलाई सुजन साक्यजीले सोध्नु भएको छ त्यसो भने अल्टिमेटमा र यसमा के फरक हुन्छ सर भन्नु भएको छ एक्ज्याक्टली द मोस्ट इम्पोर्टेन्ट क्वेशन है यो भनेको चाहिँ परमिसिबल भनेको त्यसले धान्न सक्ने भ्यालु हो अब दुईटा टेक्नोलोजी छ दुईटा मेथोडोलोजी छ के एउटा वर्किङ स्टेट डिजाइन मेथड भन्छ अर्को चाहिँ लिमिट स्टेट डिजाइन मेथड भन्छ है हो वर्किङ स्टेट डिजाइन मेथडमा परमिसिबल भ्यालु र अल्टिमेट भ्यालु भनेको एउटै हुन्छ किन भन्दा स्टेट सिस्टम डायग्राम हेर्नुभयो भने यसरी बढ्छ यहाँबाट यसरी इल्ड भएर अनि फेल हुन्छ एक्चुअली अल्टिमेट भनेको त यो पोइन्ट हो इल्डिङ पोइन्ट भने यो हो हैन इल्ड पोइन्ट यो हो भने अल्टिमेट पोइन्ट त यो हुन्छ भनेपछि नर्मली के हुन्छ भन्दा वर्किङ स्टेट डिजाइन मेथडमा यहाँसम्मको मात्रै एनालाइसिस गरिन्छ तर लिमिट स्टेट डिजाइन मेथडमा त यो भन्दा पछाडीको पनि एनालाइसिस गरिन्छ त्यही भएको कारणले गर्दा अल्टिमेट भन्ने कुरा चाहिँ लिमिट स्टेट डिजाइन मेथडमा आउँछ त्यो अल्टिमेट भने पनि त्यही हो कुनै पनि मटेरियल फेलर हुनु भन्दा म्याक्सिमम लोड कति धान्न सक्छ दैट इज कॉल्ड अल्टिमेट लोड्स
है। तर हामी यो अहिलेको पर्मिसिबल भ्यालु भनेको म्याक्सिमम त्यसको चाहिँ पर्मिसिबल रेन्ज कतिसम्म छ त्यो भनेको वर्किङ स्ट्रेसको कुरा गर्दाखेरि म्याक्सिमम त्यसले लोड कति लिन सक्छ एज युजुअल कन्डिसनमा हरेक दिनमा चाहिँ त्यसले धान्न सक्ने क्यापासिटी कति भन्ने खोजेको कारण त्यो लिमिट स्टेट डिजाइनमा जाँदा अल्टिमेट र पर्मिसिबल भ्यालु फरक हुन्छ तर हामी वर्किङ स्टेजमा भन्दा त्यो दुईटै भ्यालु एउटै हुन्छ क्या जसरी भन्दा पनि कुनै पनि मेटेरियल फेलर हुनुभन्दा पहिलाको भ्यालु हो है त्यसलाई चाहिँ हामीले पर्मिसिबलको कुरा गर्छौं ल त्यसो भने अब अन्डर रेनफोर्स सेक्सन भने के भन्दाखेरि हेर्नुस् त यसलाई इफ अब बुझ्नुहुन्छ होला एरिया अफ स्टिल इज लेस देन एरिया अफ कंक्रीट है इफ एरिया अफ स्टिल इज लेस देन एरिया अफ कंक्रीट द सेक्सन इज टर्म्ड एज के भन्नु पर्यो अन्डर रेनफोर्स सेक्सन यसलाई अर्को भाषामा के पनि भनिन्छ भन्दा ब्यालेन्स सेक्सनमा जति स्टिल युज गर्छौं त्यो भन्दा कम और इफ area of steel provided है area of steel provided is less than area of steel in balance section है ब्यालेन्स सेक्सनमा जति राख्छौं त्यो ब्यालेन्स सेक्सनको भन्दा कम राख्यो भने भनेर पनि बुझ्नु पर्यो यसलाई नर्मली हामी यो कन्डिसनबाट बुझ्छौं भने ल साथीहरु भन्नुस् त अन्डर रेनफोर्स सेक्सनमा पहिला कुन फेल हुन्छ होला पहिला कुन मटेरियल फेल हुन्छ होला अन्डर रेनफोर्समा पहिला कुन फेल हुन्छ भन्ने कुरा कसरी बुझ्नु पर्यो जसको एरिया कम छ त्यो पहिला फेल हुन्छ ल भन्नुस् त कुन फेल हुन्छ होला भनेपछि एरिया अफ स्टिल त कम छ कंक्रीटको एरिया भन्दा स्टिलको एरिया कम छ भने पहिला कुन फेल हुने भयो स्टिल फेल हुने भयो हैन पहिला चाहिँ स्टिल फेल हुने भयो स्टिल पहिला फेल हुने भनेको मिनिङ चाहिँ पहिला के पुग्छ स्टिलको पर्मिसिबल भ्यालु पहिला पुग्छ स्टिलको पर्मिसिबल भ्यालु पहिला पुग्छ भन्ने कुरा बुझ्नु पर्यो र स्टिलको फेलर पहिला हुन्छ भने त्यसलाई अर्को भाषामा लेख्दा द यील्डिङ अफ स्टिल अकर्स है द यील्डिङ अफ स्टिल अकर्स ओके द यील्डिङ अफ स्टिल अकर्स अर्लियर देन क्रसिङ अफ कंक्रीट कंक्रीट क्रस हुनु भन्दा पहिला नै स्टिल यील्ड हुन्छ भने त्यसलाई चाहिँ हामी के भन्छौं स्टिलको फेलर भन्छौं ल भन्नुस् त अब यसमा पर्मिसिबल भ्यालु पहिला कसको पुग्ने भयो जुन मटेरियल पहिला फेल हुन्छ त्यसले पहिला पर्मिसिबल भ्यालु पुग्ने भयो है त्यसो हुँदाखेरि द पर्मिसिबल भ्यालु हेर्नुस् त द पर्मिसिबल है स्ट्रेस इन स्टिल रिचेज अर्लियर देन है permissible stress in concrete को पर्मिसिबल भ्यालु पुग्नु भन्दा पहिला नै स्टिलको पर्मिसिबल भ्यालु पुग्छ है किन त्यस्तो हुन्छ भन्दाखेरि स्टिलको मात्रा कम छ जुनको मात्रा कम छ जसको भ्यालु कम छ त्यसको पर्मिसिबल भ्यालु पहिला पुग्छ है कमजोर त्यो हुन्छ त्यही भएर पहिला त्यो फेल हुन्छ भन्ने कारण त्यो ल त्यस्तै गरी अब यसमा चाहिँ डेप्थ अफ न्यूट्रल एक्सिस के हुन्छ होला ल भन्नुस् त डेप्थ अफ न्यूट्रल एक्सिस भनेको तपाईले यसमा बुझ्ने भनेको हेर्नुस् त यो डेप्थ अफ न्यूट्रल एक्सिस को कुरा गर्दै गर्दा यो चाहिँ हेर्नुस् है साथीहरु यो चाहिँ क्रिटिकल डेप्थ अफ न्यूट्रल एक्सिस हो भने यति डिस्टेन्स चाहिँ क्रिटिकल डेप्थ अफ न्यूट्रल एक्सिस हो भने यसलाई एक्सी माने अब यो केसमा यो डेप्थ अफ न्यूट्रल एक्सिस कता मुभ हुन्छ माथि माथि मुभ हुन्छ है एक्चुअल डेप्थ अफ न्यूट्रल एक्सिस चाहिँ यता माथि कतै गएर बस्छ त्यसलाई चाहिँ एक्चुअल डेप्थ अफ न्यूट्रल एक्सिस भनिन्छ अस्ति क्वेशन सोधेको थियो लुम्बिनी प्रदेशमा क्रिटिकल डेप्थ भन्दा एक्चुअल डेप्थ अफ न्यूट्रल एक्सिस मुभ्स इन अपवर्ड डाइरेक्सन है माथि माथि जान्छ यसमा है यो भनेको चाहिँ यो न्यूट्रल एक्सिस छ भने क्रिटिकल डेप्थ अफ न्यूट्रल एक्सिस छ भने त्यो भन्दा के भइराको हुन्छ माथि माथि मुभ भइराको हुन्छ यो माथि भनेको मिनिङ के हो त भन्दा यो केसमा एक्चुअल डेप्थ अफ न्यूट्रल एक्सिस इज लेस देन क्रिटिकल डेप्थ अफ न्यूट्रल एक्सिस है एक्चुअल डेप्थ अफ न्यूट्रल एक्सिस चाहिँ क्रिटिकल डेप्थ अफ न्यूट्रल एक्सिस भन्दा कम हुन्छ त्यसको मिनिङ के भयो एक्चुअल डेप्थ अफ न्यूट्रल एक्सिस moves in upward direction है moves in upward direction है above the critical भन्दा माथि हुन्छ तर यसो भ्यालु हेर्दाखेरि क्रिटिकल भन्दा कम हुन्छ है above moves in upward direction भन्नु पर्यो है यो क्वेशन सोधेको थियो है अस्ति त्यही भएर यो अन्डर रेनफोर्स सेक्सनमा स्टिल पहिला फेल हुन्छ स्टिलको मात्रा कम हुने भएको कारणले गर्दा यहाँको स्टिलको मात्रा कम हुन्छ त्यही भएर यो डिस्टेन्स बढ्दै गएर माथितिर मुभ हुन्छ है यो माथि माथि शिफ्ट हुन्छ अबोभ द
क्रिटिकल डेप्थ अफ न्युट्रल एक्सिस भन्दा माथि गएर बस्छ, यसैलाई भन्छौँ हामी अन्डर रेनफोर्स सेक्सन भनेर। क्लियर भयो साथीहरू? ओके, ल यति छ भने यो चाहिँ अन्डर रेनफोर्सको कुरा भयो। अब ओभर रेनफोर्स सेक्सनमा के हुन्छ होला है? ओभर रेनफोर्स सेक्सनमा के हुन्छ त्यहाँबाट हेर्नुस्। ल थर्ड वान इज ओभर रेनफोर्स सेक्सन। ठीक छ, ओभर रेनफोर्स सेक्सन है। ओके, ओभर रेनफोर्स सेक्सन भनेको छ। अब यो ओभर रेनफोर्स सेक्सनमा के हुन्छ त भन्दाखेरि ओभर रेनफोर्स भन्ने बित्तिकै इफ के हुनु पर्यो, एरिया अफ स्टिल इज ग्रेटर देन एरिया अफ कङ्क्रिट। त्यो भनेको मिनिङ अर यसलाई अर्को भाषामा एरिया अफ स्टिल प्रोभाइडेड, हेर्नुस् त, एरिया अफ स्टिल प्रोभाइडेड इज ग्रेटर देन एरिया अफ स्टिल इन ब्यालेन्स सेक्सन। ब्यालेन्स सेक्सनलाई रेफरेन्स सेक्सन भनिन्छ। ब्यालेन्स सेक्सनको मा प्रोभाइड गरेको स्टिलको एरिया भन्दा अझ बढी भयो भने त्यसलाई चाहिँ ओभर रेनफोर्स भनिन्छ है। त्यसो हुँदाखेरि ल भन्नुस् त यसमा पहिला कुन फेल हुन्छ होला? ल तपाईहरुले भन्नुस् त पहिला कुन मटेरियल फेल हुन्छ यसमा? स्टिल पहिला फेल हुन्छ कि कङ्क्रिट पहिला फेल हुन्छ होला ओभर रेनफोर्समा? जसको एरिया कम छ त्यो पहिला फेल हुन्छ। त्यसो हुँदाखेरि कङ्क्रिटको पहिला फेल हुनु भनेको क्रसिङ अफ कङ्क्रिट है, क्रसिङ अफ कङ्क्रिट। क्रसिङ अफ कङ्क्रिट भनेको कङ्क्रिट क्रस हुने भनेको क्रसिङ अफ कङ्क्रिट इज अर्लियर देन है यील्डिङ अफ स्टिल भनेर, इज अर्लियर देन यील्डिङ अफ स्टिल है त। स्टिलको यील्ड हुनुभन्दा पहिला नै कङ्क्रिट चाहिँ क्रस हुन्छ। किन त्यस्तो हुन्छ भन्दाखेरि कङ्क्रिटको एरिया कम हुन्छ। ल यसैलाई पर्मिसिबल भ्यालु पहिला कसको पुग्छ? अब जुन मटेरियल पहिला फेल हुन्छ त्यसले पर्मिसिबल भ्यालु पहिला पुग्छ। द पर्मिसिबल स्ट्रेस इन कङ्क्रिट हैन, द पर्मिसिबल स्ट्रेस इन कङ्क्रिट reaches earlier than permissible stress in steel है। स्टिल को पर्मिसिबल भ्यालु पुग्नु भन्दा पहिला नै कङ्क्रिट को पर्मिसिबल भ्यालु पुग्छ भन्ने कुरा भयो। त्यो भएको कारणले गर्दा पहिला चाहिँ के फेल भयो भन्दाखेरि पहिला कङ्क्रिट फेल भयो है, पहिला चाहिँ कङ्क्रिट फेल भयो भन्ने कुरा चाहिँ हामीले बुझ्छौँ है। ओके, ल त्यति कुरा भइसकेपछि अर्को पार्ट, अब यसमा हामीले अर्कोमा डेप्थ अफ न्युट्रल एक्सिस, क्रिटिकल डेप्थ अफ न्युट्रल एक्सिस र एक्चुअल डेप्थ अफ न्युट्रल एक्सिसको कुरा गर्दा के हुन्छ है। त्यसो हुँदाखेरि अब यो पार्टमा हामीले हेर्दाखेरि यस्तो टाइपको हामीसँग सेक्सन छ भने, यो सेक्सन छ भने हामी यहाँनिर चाहिँ क्रिटिकल डेप्थ अफ न्युट्रल एक्सिस छ है। अब यो केसमा स्टिलको मात्रा कम छ, सरी कङ्क्रिटको मात्रा चाहिँ हाम्रो के छ? कम छ। स्टिलको मात्रा बढी छ भने अब यो न्युट्रल एक्सिस कता मुभ हुन्छ? जता कमजोर पोर्सन छ, जता कम भ्यालु छ त्यतातिर चाहिँ मुभ, त्यतातिर चाहिँ हाम्रो यो के हुन्छ भन्दा, जस्तो यहाँनिरको पार्ट हेर्दा यो चाहिँ कङ्क्रिटको पार्ट भयो, यहाँनिर चाहिँ स्टिलको पार्ट भयो, एरिया अफ स्टिलको कुरा गर्दैछौँ। अब स्टिलको एरिया के भएको छ हेर्नुहोस् त, बढी छ। अहिले स्टिलको एरिया बढी छ भने डिस्टेन्स चाहिँ कम हुनुपर्छ। त्यो कम डिस्टेन्स भनेको यो न्युट्रल एक्सिस तल तल यसरी शिफ्ट हुन्छ। यति बेला एक्चुअल डेप्थ अफ न्युट्रल एक्सिस भनेको यो हुन्छ है। एक्चुअल डेप्थ अफ न्युट्रल एक्सिस भनेको यो हुन्छ भनेपछि यो केसमा x इज ग्रेटर देन xc हुन्छ। x भनेको एक्चुअल डेप्थ है, x भनेको एक्चुअल डेप्थ अफ न्युट्रल एक्सिस। ओके, xc भनेको क्रिटिकल डेप्थ अफ न्युट्रल एक्सिस है। यो भनेको क्रिटिकल डेप्थ अफ न्युट्रल एक्सिस। यसलाई चाहिँ हामीले यसरी डिफाइन गर्छौँ भने अबको केसमा के भयो हेर्नुस् त, यसको केसमा चाहिँ एक्चुअल डेप्थ अफ न्युट्रल एक्सिस बुझ्नुहुन्छ है, एक्चुअल डेप्थ अफ न्युट्रल एक्सिस मुभ्स इन डाउनवर्ड डाइरेक्सन है, मुभ्स इन डाउनवर्ड डाइरेक्सनमा चाहिँ के हुँदो रहेछ? मुभ हुँदो रहेछ हो। यसरी चाहिँ तपाईले यो ब्यालेन्स सेक्सन, अन्डर रेनफोर्स र ओभर रेनफोर्ससँग रिलेटेड कुरा गर्दै गर्दा यति कन्सेप्ट चाहिँ बुझ्नुहुन्छ है। ल त्यति छ भने अब यसको कुरा गर्दै गर्दाखेरि हामी एउटा एमसीक्यू क्वेसन हेरौँ। ठीक छ, एमसीक्यू क्वेसन नम्बर 3 भनेर, एज द पर्सेन्टेज अफ स्टिल इन्क्रिजेस, as the percentage of steel increases, as the percentage of steel increases, the depth of neutral axis, the depth of neutral axis
Option A increases. Option B decreases. Hey, option C constant. Option D none of the above. Option D none of the above भन्यो भने के हुन्छ होला साथीहरु ल भन्नुस् त अघिको कन्सेप्टको आधारमा पर्सेन्टेज अफ स्टिल बढ्नु भनेको डेप्थ अफ न्यूट्रल एक्सिसमा के असर पार्छ भनेको छ है जब पर्सेन्टेज अफ स्टिल बढ्छ पर्सेन्टेज अफ स्टिल बढ्नु भनेको हेर्नुस् त ओभर रेनफोर्स हुनु हो यसमा के हुन्छ एरिया अफ स्टिल र एरिया अफ कंक्रीट बराबर हुँदा x र xc बराबर हुन्छ एरिया अफ स्टिल चाहिँ कंक्रीट भन्दा कम हुँदा x पनि xc भन्दा कम हुन्छ एरिया अफ स्टिल चाहिँ कंक्रीट भन्दा बढी भयो भने x इज ग्रेटर देन xc हुन्छ भनेपछि जति एरिया बढ्दै गयो त्यति डेप्थ अफ न्यूट्रल एक्सिस पनि बढ्दै जान्छ जति एरिया घट्दै गयो त्यति डेप्थ अफ न्यूट्रल एक्सिस पनि घट्दै जान्छ यदि एरिया बराबर हुँदा कन्स्टेन्ट भएर बस्छ भने हेर्नुस् त एक्चुअल डेप्थ अफ न्यूट्रल एक्सिस इज डाइरेक्टली प्रोपोर्शनल टु द एरिया अफ स्टिल हुन्छ है यो रिलेसन त्यसो हुँदा जति पर्सेन्टेज अफ स्टिल बढ्दै जान्छ त्यति एरिया अफ स्टिल बढ्दै जान्छ एरिया अफ स्टिल बढ्दै जानु भनेको डेप्थ अफ न्यूट्रल एक्सिस पनि बढ्दै जानु हो सो as the percentage of steel increases the depth of neutral axis also increases so option A is the right option भनेर यसरी चाहिँ तपाईहरुले कन्सेप्ट बुझ्नु पर्यो है ओके क्लियर छ सबैजनाले बुझ्नु भएको छ सबैजनाले बुझ्नु भएको छ ल सबैजनाले बुझ्नु भएको छ भने मैले आजको क्लास मैले यति नै इन्ड गरे है अलिकति मेरो व्यस्तताले गर्दा मैले यति नै लिए आज म भोलि चाहिँ फुल क्लास लिन्छु आज चाहिँ मैले यति नै लगे है त ल राम्रोसँग पढ्नुस् है आज पढेको कुरा क्लियर भएको छ नि हैन ओके हस् थ्यांक यू है आज मैले यति नै लगे है त 1 आवर जति मात्र लिए